गाइस फेरि नरनाथ गौतम पागलले चाहिँ फेरि हर्का साम्पाङलाई समर्थन गरिरहेको छ। यो भिडियो हेर्नुस् अनि म बोल्छु यसको बारेमा। नरनाथ सर, तपाईँ यहाँ अहिले नुहाई धुवाई गरेर अब के गर्दै हुन्छ? श्रम पिता आदरणीय देशभक्त हर्का साम्पाङज्यूको दर्शन गर्दै हो। मैले त भयो अब तपाईँको 2 वर्ष जति भयो। हजुर, मैले उहाँको चाहिँ फोटो प्रत्येक दिन चाहिँ हजुर यहाँ चाहिँ अब यसरी राखेको छ। प्रत्येक दिन बिहान उठेको चाहिँ उहाँको दर्शन गरिकन म बाहिर हिँड्दिनँ। ए अनि किन यो चाहिँ तपाईँको चाहिँ जुन अहिले पूजापाठ गर्दै हुन्छ होइन, यसको चाहिँ खास अब आशय भोगेर उहाँसँग सेवा ढोक भन्दै आशीर्वाद दिँदै हो। ए उहाँलाई भगवान रूपीको अब उहाँ रूप नै हो चाहिँ मान्नुहुन्छ? तपाईँको भगवान भन्दा पनि महाभगवान हो। हजुर, अब उहाँबाट मात्रै यो देश परिवर्तन हुन्छ। यस्तो हाहु गर्नेबाट देश बन्दैन। उहाँबाट यो देश, यो समाज र आम नेपाली जनताको भावना आकांक्षा बुझेर आम नेपाली जनतालाई समृद्धि दिलाउने मात्रै हुन् विकल्प। अबको विकल्प हर्का साम्पाङ, हर्कावाद मात्रै हो। अनि उहाँ मात्रै सक्षम हो भनेर तपाईँले भन्नुभयो होइन? उहाँमा त्यस्तो के जादुको छडी छ उहाँले काम गर्न सक्ने? काम गर्ने भिजन छ। सबैलाई श्रम गर्नुपर्छ है भनेर श्रम गराएर यो देश कार्य पलायन गराउने भिजन चाहिँ उहाँसँग मात्रै छ। त्यही भएर म धेरै बोल्न लाज लाग्दैन नरनाथ गौतमजी? लाज लाग्दैन? अस्ति मलाई फोन गर्दाखेरि हर्का साम्पाङको एजेन्डा भनेको क्युआरबाट पैसा लुट्ने मात्रै रहेछ, बौला पागल यस्तो यस्तो भनिरहेको थियो। फेरि आज दिनै चाहिँ केही नखाइकन चाहिँ उहाँलाई चाहिँ मैले उहाँलाई ढोक नगरिकन चाहिँ बाहिर निस्किँदैन अरे। दिनदिनै हर्का साम्पाङको गु पनि खाऊ न, दिनदिनै एक चम्चा अनि अलिकति दिमाग आउँछ। लाज लाग्दैन? अनि हर्का साम्पाङ भगवान भन्दा नि महाभगवान हो रे, उहाँबाट मात्र देश सम्भव छ रे। हर्का साम्पाङ भगवान भन्दा पनि महाभगवान हो। तिमी चाहिँ बौला भन्दा नि महाको बौला हो क्या। अस्ति होइन पद नपाएर तपाईँले मलाई भनेको थियो नि, मैले नै हो के मन्त्री रे के अरे श्रम संस्कृति पार्टीको अध्यक्ष मन्त्री मलाई बनाउँछु भने मैले त्यो रेकर्ड पनि हालेको छु। मैले बिर्सेछु होइन, मैले गर्दा त्यो पार्टी बनेको यस्तो उस्तो भने तपाईँले पद नपाएर चाहिँ कति धेरै आलोचना गर्यो। सोसल मिडियामा होस् कि मलाई होस् कि फोनमा अनेक थरी भन्यो कि। फेरि अनि पद नपाएर चाहिँ निस्केर त्यही मान्छेलाई चाहिँ अनेक बनायो, क्युआर ठगी यस्तो उस्तो भनेर आलोचना गर्यो। फेरि ओखलढुङ्गा गएर चाहिँ रासपामा के गर्यो प्रवेश गर्ने कुराहरू पनि आइरहेको थियो। मैले त्यतिखेर पनि भनेको थियो कि तपाईँ जस्तो मान्छे चाहिँ रासपामा चाहिँ नआए पनि हुन्छ भनेर भनेको थियो होइन। अनि त्यो त मिलेन। बिचरा तपाईँहरू जस्तो दिमाग नभएको मान्छेहरू प्रवेश नगर्दा पनि हुन्छ। त्यो त के भयो होइन, त्यो त फेरि भएन होला। अनि फेरि फर्केर नै यसरी हर्का साम्पाङलाई चाहिँ दिनकै पुज्छु, उहाँबाट मात्र देश सम्भव छ अनि उहाँ चाहिँ भगवान महाभगवान हो। ठुक्क बौला पागल, लाज लाग्दैन तपाईँलाई? तपाईँ केही पाउँछु कि भनेर यसरी हिँडिराखेको छ होइन? केही पाउँछु भनेर यसरी नहिँड्नुहोस्। तपाईँहरू जस्तो दिमाग नभएको मान्छेहरूले गर्दा आज देश यो स्थितिमा पुगेको हो है। लाज लाग्दैन यार? गु पुसेर नि त्यही मान्छेलाई चाहिँ होइन यति धेरै आलोचना बेइज्जत गरेर होइन, चाक पुसेर फालेर फेरि त्यही पुसेर फालेको टिस्युले फेरि लिएर चाक पुस्दा खोज्दैछ क्या। लाज भन्ने हुँदैन है मान्छेलाई। जे मन लागे त्यही, जे गर्न मन लागे त्यही, ठुक्क सत्यको बाटोमा हिँड्ने भनेको कोही छैन। महापागलै रहेछ तपाईँ।